मलाई चाहिँ यो हाम्रो यो आफ्नो यो डाँडाकाँडा जमिनहरू देखेर सानो भिडियो बनाउनु मन लाग्यो। हाम्रो गोर्खालीहरूको पुरानो अस्तित्वहरू के छ कस्तो छ त्यसै विषय लिएर पुरानो भिडियो बनाउनुको लागि चाहिँ म तपाईँहरूसँग आइरहेको छु। खास विशेष के भन्नुपर्दा हामीले यो चारैतिर देखाइरहेको छ नि, जति यो पहाडहरू छ, वन जङ्गल छ, वास्तविक यो जो जङ्गल छ यो मुटसोके खोला वारिवारि यो चाहिँ पहिला यस्तो थिएन। यहाँनिर चाहिँ पुरा हाम्रो पुर्खाहरूले यहाँनिर पुरा यसलाई फाँडेर एउटा बारी बिराएका थिए। पहाडहरू थियो, यहाँ वन जङ्गल थियो, यसलाई यहाँ धानहरू रोप्ने कामहरू गर्नुहुन्थ्यो। र विशेष गरेर हाम्रो त्यो माथि छ यो पारिदेखि हामीले बिगे पाखा भनेर चाहिँ हामी एउटा गाउँले भाषामा बोल्छौँ। यो चाहिँ ब्रिटिसर्सको पालामा चाहिँ के गरेको थियो भन्नुपर्दाखेरि यो धेरै तल हाम्रो एउटा कुमाई क्षेत्रको सीमा नै छ, माथि अन्तसम्म छ, माथि उँभो पनि। र यो डाँडामा चाहिँ हाम्रो जति पनि चिया बगानमा काम गर्ने मजदुरहरू हुन्थ्यो उहाँहरूलाई चाहिँ मैदारहरूले चाहिँ टाँगो बाँसको हिसाबले बाँडिदिएको थियो र यसलाई आफ्नो टाँगो गरेर बाँडिदिँदाखेरि चाहिँ आफ्नो हिस्सामा परेको थियो। र यहाँनिर यो वन जङ्गल थियो, यसमा सबै बारी बिसाएर यहाँनिर खेतीपाती गर्थे। यहाँ हाम्रो पूर्वजहरूले गोठ थाप्थ्यो, गोठ थापेर जङ्गलमा गाईहरू चराउनु लान्थे। यस्तै प्रकारको हाम्रो जिन्दगी पहिलाको हाम्रो पूर्वजहरूले बिताएका थिए। जसमा मेरो पूर्वजहरू हुनुहुन्छ आइमान थापा, पलमान थापा, अदल सिंह थापा र हाल मेरो बाबा भनौँ ध्रुवकुमार थापा, त्यसरी नै म लगायत उनका 4 छोराहरू सचिन थापा, बिचेन थापा, समीर थापा, लेट अमीर थापा र बिचेन थापा। म तपाईँहरूलाई यहाँ यो सानो बताइरहेको छु। र मेरो छोरा प्रिन्सु थापा, सचिन थापा छोरा सक्षम थापा, अनि समीर थापा छोरा छोरी समयरा थापा र लक्षण थापा जो अहिले मेरो भाइ कान्छा छैन उसको छोरो लक्षण थापा, थापाको छोरो लक्षण थापा। र हाम्रो चाहिँ यस्तो छ। र यसरी नै हरेक हाम्रो यहाँ बस्ने मानिसहरूको आफ्नो आफ्नो इतिहास उसले राखेको छ। यो जङ्गलहरूमा चाहिँ हाम्रो पिता पुर्खाले धेरै पसिना बगाएर आफ्नो खेत बारी बनाएर यहाँनिर आफ्नो जीविका गुजारा गर्थ्यो। तर अहिले मान्छेले छोडेको छ घाँस खेतीपाती गर्न। यहाँ चाहिँ धानहरू उब्जाउ हुन्थ्यो, मकैहरू उब्जाउ हुन्थ्यो, सबै मान्छे यहाँनिर काम गर्थे। तर अहिले देख्दाखेरि हामीलाई लाग्दैन कि यहाँनिर पनि खेतीपाती गर्थ्यो भनेर। र पहाडी जहाँनिर सबैले आफ्नो गाई बाख्रा पालेर बसेका थिए, दुध मलहरू निकाल्थे। यस्तै छ हाम्रो इतिहास। र आज हामी आएर हामी 6औँ जेनेरेसनमा 6औँ हामी पिँढीमा हामी छौँ आज। र फेरि पनि हामीलाई काहीँ न काहीँबाट कतिवटा कुराको लालना लाग्छ। तर हामी यही भूमि सिद्ध आएको हौँ। यो ब्रिटिसर्सले बाँडेको यसमा हाम्रो इतिहास बोकेको छ। खेर हाम्रो यो खालको होइन, यसमा कागज त छैन, तर हामी आफ्नो पिता पुर्खाले यसलाई ढुङ्गा माटोसँग लडेर खनेर जङ्गल फाँडेर बस्ती बसाएको यो जग्गाहरू र हामीले यसरी नै बोकेर राखेका छौँ। यो सानो एउटा इतिहास मैले भन्दैछु। हुनसक्छ योभन्दा पनि अझै गहिराइमा हुनसक्छ। र यति थियो मेरो सानो एउटा छोटकरीमा मेरो परिवारको विवरण र मेरो परिवार जहाँनिर सम्बन्धित छ। उहाँहरूले हामीलाई धेरै कुरा छोडेर जानुभयो, जग्गा जमिन। उहाँहरूको हाम्रो पिता पुर्खाहरूको हाम्रो पूर्वजहरूलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छौँ। उहाँहरूकै हाम्रो दिएको आज हामी समक्ष छ, हामीले यसलाई जोगाड गरेर राखेको छौँ। र ईश्वरको हामीसँग सधैँ आशिषमय रहोस्। धन्यवाद।